नमस्कार। म तपाईँहरूको बिचमा आज एउटा कविता लिएर आएको छु। कविताको शीर्षक छ क्रान्ति बिग्दैन क्रान्ति बोल्छ। यो कविता तपाईँहरूले सुनिसकेपछि तपाईँहरूलाई कस्तो लाग्छ यसको बारेमा कमेन्ट बक्समा गएर आफ्नो राय सुझावहरू लेख्नुहोला र सँगसँगै यो कवितालाई लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु। र तपाईँहरूको बिचमा मैले यो क्रान्ति बिग्दैन क्रान्ति बोल्छ नामको कविता वाचन गर्ने अनुमति चाहन्छु। तिमीहरू क्रान्तिका ठेकदार हौ, तिमीहरू क्रान्तिका ठेकदार हौ, नारा तिमीहरूको पीडा हाम्रो। तिमीहरू क्रान्तिका ठेकदार हौ, नारा तिमीहरूको पीडा हाम्रो। तिमीहरूको भाषणमा रगत उम्लिन्छ, तिमीहरूको भाषणमा रगत उम्लिन्छ, तर सडकमा झर्दा तिमीहरू देखिन्न। हामीलाई अगाडि राखेर तिमीहरू पछाडि बिन्छौ, हामीलाई अगाडि राखेर तिमीहरू पछाडि बिन्छौ। गोली लाग्दा हाम्रो छाती च्याथिन्छ, सत्ता आउँदा तिमीहरूको हात भरिन्छ। क्रान्ति भन्यौ तर त्यो तिमीहरूको पेशा रहेछ। क्रान्ति भन्यौ तर त्यो तिमीहरूको पेशा रहेछ। सङ्घर्ष भन्यौ तर त्यो तिमीहरूको सिडी रहेछ। जनताको आँसु तिमीहरूको नारा बन्यो, जनताको आँसु तिमीहरूको नारा बन्यो। जनताको लास तिमीहरूको भाषणको आधार बन्यो। तिमीहरूले गरिबको सपनालाई चुनावी पोस्टरमा टाँस्यौ, तिमीहरूले गरिबको सपनालाई चुनावी पोस्टरमा टाँस्यौ र भोकलाई घोषणा पत्रमा लुकायौ। तर याद राख, तिमीहरूले गरिबको सपनालाई चुनावी पोस्टरमा टाँस्यौ र भोकलाई घोषणा पत्रमा लुकायौ। तर याद राख, क्रान्ति कुनै पार्टीको सम्पत्ति होइन। तर याद राख, क्रान्ति कुनै पार्टीको सम्पत्ति होइन, कुनै नेताको ब्रान्ड होइन। क्रान्ति त अन्याय देख्दा आगो ओकल्ने एक आम मानिसको भावना हो र त्यो भावना एक दिन संसारभरि फैलिनेछ। क्रान्ति त अन्याय देख्दा आगो ओकल्ने एक आम मानिसको भावना हो र त्यो भावना एक दिन संसारभरि फैलिनेछ। त्यस दिन नारा होइन, त्यस दिन नाटक होइन, साँचो हिसाब हुनेछ। त्यस दिन क्रान्ति बिग्दैन, त्यस दिन क्रान्ति बोल्छ, त्यस दिन क्रान्ति बोल्छ। धन्यवाद।